हेलो नमस्ते। आज चाहिँ तातो घाममा भए पनि त बाहिर निस्केको घुम्नलाई। हामी आमा छोरी साकेला थानमा आएको। आज हाम्रो राईहरूको मिटिङ पनि भएकोले गर्दा त्यसैको अवसरमा घुम्न आएको। के गर्नुभएको? माया गर्नुभएको फुललाई। यो छोरी तातो घाममा भयो भने घुम्न जाऊँ भन्छ। ठिक्क अवसरमा उसलाई घुमाउने मौका मिल्यो। हामी घुम्न आएको छौँ। फुललाई माया गर्नुहोस् त बेबी। कस्तो मजाले बेबीले माया गर्नुभएको नि। सक्यो बुनुले माया गरेर सक्यो। अब हामी त बोजूलाई दिने हो नि। अहिलेसम्म बोजू बोजू त हुनुहुन्न, बितिसक्नु भयो। कहाँ हुनुहुन्छ भन्नु? कहाँ हुनुहुन्छ? उता गर्नु हुँदैछ। बोजू त भगवानको घर जानुभयो। यहाँ साकेलामा पस्ने बोजू। अब यसपालि साकेला पनि हुँदैन, बोजू बित्नु भएको छ। त्यही भएर बोजू नै हुनुहुन्थ्यो यहाँ साकेला बस्ने धामी। हिँड्नु न हिँड्नु, फुलै फुल छ, कति रमाइलो। बाटोमा पानी पनि ल्याएछ यता। अनि हामी त हिँड्न आँट्नु टाढी बजार साथीहरूले मामा तपाईँको फोहोर लाग्यो। फोहोर लागेछ? हुन्छ। हजुर बोजू हजुर बोजू जानुभयो भगवानको घर। नभए यति बेला सबै सफा गरेर यहाँनिर रेडी हुन्थ्यो। हजुर हाम्रो राईहरूको राजा लम्बर। हजुर लम्बर राजा। राजालाई हेर्नु भएको बुनु? लम्बर राजा छ यता। यो चाहिँ लक्ष्मी मार्गको साकेला थान हो। लक्ष्मी मार्गको साकेला थानमा आएको। गर्मी धेरै चढेको छ, गर्मी छ। हजुर राजा ठुलो हुनुहुन्छ। दोजा ए हो त रहेछ। पुरै एक्सन दिनुभएको हो। एक्सन ठिक खिचिक भयो। कत्रो फुरेको बुने त।
यता बस्ने ठाउँलाई चाहिँ किरा यो यता ड्रेसिङ चाहिँ भाँच्छ कसलाई भाँच्छ कसलाई छ मलाई थाहा छैन समय त यता खिचौँला यता खिचौँ न बस्नुहोस् न तपाईँ रेडी 1 2 3 गो भयो खिचक मेरो बुने चाहिँ फोटो खिच्नलाई एक्सन बनाइरहेछ हस् ओके बेबी ल हाय रेडी 1 2 3 खिचक ग वाया मैले स्टार बनाएको स्टाइल बनाउनु भएको Three, 2, 1, go. Kicik. Bayo. यसैगरी बेलबारी नगरपालिकाका 73 यावका अध्यक्ष तिलक साम्पाङ राईज्यूलाई पनि हार्दिक सम्मान गर्छु र आधाद्वारा सम्मान गर्ने काम अहिले करिब सकिएको छ र आदरणीय हाम्रा सल्लाहकारज्यूहरू हुनुहुन्छ यहाँहरू सबैलाई मलाई लाग्छ अलिकति बच्चा खुचा आधा भएको हुनाले आधा नपाए पनि अन्यथा नलिनु म हार्दिक अनुरोध गर्न चाहन्छु अब लु चरा त सक्छौ चढ्नु सक्छौ सक्दैन खै त म चराइदिन्छु उठ त ल अलिक पर बस ल म उता हल्लाइदिन्छु ल नडराउनु ल यति नै डर लाग्यो छैन मजा आयो हेर्नु त छोरी अझै के भयो डर लागेन ठिक छ के छ उता चाहिँ धुलोले मार्ने भयो बाटो निर्माण कार्य भइरहेको छ त्यसैले धुलो उडिरहेछ यता चाहिँ किरात राई यायोखाको मिटिङ भइरहेको छ खाजा नास्ता खाएर छोरी पिङ खेल्ने भनेर यता ल्याएको डर लाग्यो भन्दै थियो अघि त अहिले त फेरि डराएन अरे खेल्न पनि खोज्ने डराउने पनि हैन भयो झर्ने कि खेल्ने अझै
हजुर झर्ने बुने खै त हल्लिएको तिमी कोक्रोमा भएको याद आउँदै होला है भाउजूले आहा नानी सानो नानी झार्दिनु ए हल्लाइदिनु ए बिस्तारै हस् यस्तो गर खुट्टा लगा नि ले पक्रिनु ल त्यहाँ छोडा यहाँ खेल्छन् ल ल सकेन अर्को पनि ल्याउनु पर्छ होला लाग्लाई फुल लिएर पो बसिरहेको त बुइनी त केटाकेटी हुनुकै मजा हिँडाइ पनि हेर्नु त हेर्नुहोस् हिँडाइ पनि छोरीको अब चाहिँ हामी कार्यक्रमहरू सकेर साकेला पनि सबै घुमेर घर फिर्दैछौँ त्यसैले हाम्रो भिडियो पनि यहीँ सकिन्छ हजुर 2020 बुनेको दोकान आयो भने खानु पर्छ गाउँ गाउँ थ्याङ्क यू बाइ टाटा सी यू हस् त बाई बाई